How to self-apply Malta Part 4. साथीभाइहरूलाई फेरि पनि स्वागत छ हजुरहरूलाई र यो चाहिँ पार्ट 4 हाउ टु एप्लाई माल्टा भनेर तपाईहरुलाई सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ हजुरहरूले लाइक कमेन्ट फलो गरिदिनु भएकोमा र कतिजना साथीभाइहरूलाई मैले रिप्लाई दिनु नपाए पनि सरी त्यसको लागि मैले ट्राई त गरिरहेको छु रिप्लाई दिने म पनि ड्युटीको कारणले अलिकति बिजी हुन्छु त्यसको लागि चाहिँ सबैलाई मैले रिप्लाई दिनु पाइँदैन र आजको एउटा विशेष गरी मैले हैन हेल्पफुल भिडियो चाहिँ अहिले यहाँ राखिदिएको छु र मेरो अर्को एकाउन्टमा पनि फलो गरिदिनु होला त्यो एकाउन्ट पनि यहाँ राखिदिएको छु मैले त्यो एकाउन्टमा फलो गरिदिनु होला धेरै जस्तो म लाइभ त्यतातिर पनि आउँछु र आज चाहिँ विशेष गरी मैले सबैभन्दा माल्टामा ठुलो ग्रुप डिबी ग्रुपको बारेमा लिएर आएको छु ल डिबी ग्रुपमा कसरी एप्लाई गर्ने तपाईहरुले यो भिडियो सम्पूर्ण हेर्नु होला र स्टेप बाइ स्टेप एप्लाई गर्नु होला भन्न चाहन्छु म र तपाईहरुलाई धेरै धेरै धन्यवाद ल भिडियो हेर्नुहोस् बिस्तारी नछुटाइकिन र सिभी सधैँ हाल्दै गर्नुहोस् र अहिले फिलहाल त्यो ठाउँमा भ्याकेन्सी छैन भने पनि तपाईले चेक गर्दै गर्नुहोस् त्यहाँ कुनै न कुनै दिन भ्याकेन्सी आउँछ त्यहाँबाट चाहिँ तपाईलाई डाइरेक्ट इन्टरनेसनल हायर गर्छ तपाई नेपाल जहाँ भए पनि र कुनै पनि एडुकेसनको जरुरत छैन तपाईहरुलाई तपाईले खाली आफ्नो सिभी बनाउनुहोस् अनि तपाईले एप्लाई गर्नुहोस् र सिभी बनाउन चाहनुहुन्छ भने मलाई डीएम गर्नुहोस् म फोन नम्बर व्हाट्सएप नम्बर दिन्छु र तपाईहरुलाई म सिभी बनाएर दिनेछु धन्यवाद सबैभन्दा पहिला त तपाईहरु गुगलमा आएर डिबी ग्रुप करियर्स भनेर हान्नुहोस् हैन त्यहाँनिर डिबी ग्रुप करियर्स हानेपछि तपाईहरुले एउटा पेज खोलिन्छ गुगलमा है गुगलमा आएपछि यहाँ गुगल करियर अपर्च्युनिटीमा क्लिक गर्नुहोस् त्यहाँबाट यस्तो टाइपको खोलिन्छ र तपाईले बिस्तारै त्यहाँनिर तल सार्दै जानुहोस् त्यो माथि पनि तल पनि एउटा उयो हुन्छ तर त्यो चाहिँ सबै खोलिँदैन त्यसको लागि यो खाली जुन चाहिँ यो लोकेसनहरु देख्यो त्यसलाई मात्रै माथि तल सार्ने हो यहाँ तपाईले विभिन्न किसिमको अब जबहरु तपाईहरुले यहाँनिर पाउन सक्नुहुन्छ अहिले बारको भयो लन्डन भन्नेमा चाहिँ नहाल्नुहोस् तपाईले माल्टा भनेर लेखेकोमा चाहिँ हाल्नुहोस् है र यहाँनिर अहिले हेर्नुहोस् त मैले हेर्दै छु तर यहाँनिर अब तपाईले भनेको जस्तो भ्याकेन्सी हुन्छ लोकेसनमा क्लिक गर्ने र हैन यो जति पनि माल्टा छ त्यहाँबाट लाइफस्टाइल ग्रुप माल्टा भ्यालेटा सेन्ट जुलियन लन्डनमा चाहिँ क्लिक नगर्ने मेलिहा हैन नक्सर मेलिहा यो सबै क्लिक गरेर चाहिँ तपाईले क्लिक गर्ने बित्तिकै तपाईले त्यो ठाउँको जबहरु सबै यहाँनिर आउँछ अहिले यहाँ यो ठाउँमा भ्याकेन्सी छ है भनेर अनि तपाईले त्यो त्यहाँनिर हेर्न सक्नुहुन्छ सबै भ्याकेन्सीहरु यहाँनिर अवेलेबल छ है एकदम ध्यान दिएर तपाईले हेर्नुस् है यो कुरा चाहिँ अनि मजाले बिस्तारै हेर्नु सधैँ हेर्नुहोस् तपाईहरुले हैन अनि हेरेपछि यहाँ हैन देबार बारिस्टा भनेर छ यहाँनिर म क्लिक गरेर एप्लाई गर्ने कसरी भनेपछि देखाउँछ यहाँ क्लिक गरेपछि तपाईले यस्तो टाइपको पेज एउटा खोलिन्छ अनि पेज खोलिएपछि यहाँ एप्लाई फर दिस जब भनेर क्लिक गर्नुहोस् त्यहाँबाट तपाईको नाम लेख्नुहोस् जस्तो कि मेरो कृष्ण लास्टमा थापा तपाई इमेल हाल्नुहोस् फोन नम्बर नहाल्नुहोस् एड्रेस चाहिँ तपाईले नेपालको आबुधाबी जहाँ दुबईको जहाँको हाल्दा पनि हुन्छ प्रोभिन्स पनि हाल्दा हुन्छ अनि पोस्ट कोड पनि हाल्दा हुन्छ अनि यो चाहिँ कन्ट्रीमा पनि तपाईले जहाँको पनि एड्रेस हाल्दा भयो के त्यो चाहिँ करेन्ट एड्रेस जताको पनि हाल्दा भयो अनि डेट अवेलेबल कहिलेबाट तपाई ड्युटी जोइन गर्नुहुन्छ अनि डिसाइड स्यालेरी भन्दाखेरि 1000 जस्तो हैन 1200 जस्तो हाल्ने हो हु प्रिफर दिस पोजिसन भनेर भन्दाखेरि अब जसकै नाम फ्रेन्ड या कसले हैन डु यु हेभ एक्सपिरियन्स इन बरिस्टा भने यस भने आर यु इन माल्टा भनेर नो भन्ने व्हाट इज योर नेसनालिटी भन्दाखेरि नेपाल भन्ने हाउ डिड यु हियर भन्दा फ्रेन्च भन्ने जेनरल जेन्डरमा मेल हाल्ने त्यहाँबाट कुन काउन्ट्रीमा छ अहिले विच काउन्ट्री आर यु करेन्टली स्विटेड इन भनेर भनेको छ त्यहाँबाट र तपाईले सबमिट गर्नुहोस् सबमिट गरेपछि तपाईले इमेल आउँछ एउटा र त्यो इमेलको इन्तजार गर्नुहोस् पक्का न पक्का कतैबाट तपाईलाई आउन सक्छ यो चाहिँ 100 मा 80% चान्स है यो ग्रुपमा चाहिँ सबै तपाई जहाँ नेपाल जहाँ कुनै देशबाट पनि एप्लाई गर्नु सक्नुहुन्छ त धन्यवाद थ्यांक यू सबैजनालाई फेरि पनि अर्को भिडियो आउँछ तपाईहरुले मलाई हेरिराख्नुहोस् है